देह मुक्ति हुने पौराणिक मान्यता अनुसार देह शब्द जोडिएर देहचोक र पछि अपभ्रंश भएर दहचोक भनिएको हुनु पर्दछ भन्ने मान्यता पनि पाइन्छ। समुद्री सतहबाट करिब 6000 फिट उचाइमा पर्दछ। यस ठाउँ ऐतिहासिक, आध्यात्मिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक एवं पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण क्षेत्र मानिन्छ। त्यसैका बीचमा कुण्ड वरिपरि पश्चिम किनारमा बासुकी नाग, त्यसको उत्तरमा ढुङ्गेधारा र पानीको मुहान, कुण्डको पूर्वतर्फ 2 मन्दिरहरू, त्यसको उत्तरमा, पूर्वमा र कुण्डको दक्षिणमा पार्टीहरू छन्। यिनलाई दक्ष दिक्पाल मध्ये पूर्व दिशाका स्वामी र स्वर्गका राजा मानिन्छ। इन्द्र वेद, पुराण र संस्कृत साहित्यमा मात्र होइन, वृतासुर, अस्सी, रिया, सिरिया वा श्यामका दलपति पनि थिए। वासुकी अनन्तका पुत्र मानिन्छन्। ती मध्ये वासुकीको महत्त्व धेरै छ। शालिग्रामलाई भगवान विष्णुको रूपमा मानिन्छ। स्कन्द पुराण, भागवत, शालिग्राम, यसको पौराणिक महत्त्वको बारेमा स्कन्द पुराणको हिमवत खण्ड अन्तर्गत 185 अध्यायको नेपाल महात्मामा पाइन्छ। तर निधारमा भने गुरु पत्नी प्रति कुदृष्टि राखेको पाप गरे पनि नाश नहुने भएकोले यथावत रह्यो। त्यसपछि लाज, डर र पश्चातापमा रहेका इन्द्र भौतारिँदै इन्द्रदहमा आई स्नान गरी तपस्या गरे। विशेष गरेर केही नेवारी समाजमा आफ्नो घरको मान्छे मरेको वर्ष त्यहाँ स्नान गर्न अनिवार्य मानिन्छ। यसलाई डागी जाने भन्ने गर्दछन्। कुण्डको दक्षिणतर्फ, पूर्वतर्फ र उत्तरतर्फ जम्मा 3वटा पार्टीहरू बनाइएका छन्, जहाँ मेलाका दिन स्वयं सेवकहरू र भक्तजनहरू जागरण बस्ने कामको लागि प्रयोग गर्दछन्। इन्द्रको आग्नेय कोणमा एउटा शिवलिङ्ग छ। कलात्मक 4 स्तम्भ ठहराएर सानो राखिएको 20 फिट अग्लो मन्दिर छ। आज पनि कालु पाण्डे चियान भनी भन्दछन्। त्यहाँ स्थापना भएको कोट उपत्यका विजय नहुन्जेलसम्म त्यही राखेका र उपत्यका विजय भएपछि छोडेको भए पनि त्यहाँ कोट पूजा गर्ने व्यवस्था गरेर एउटा गढमा मनोकामना स्थापना गरी पूजाको व्यवस्था समेत गरे, जुन यद्यपि चल्दैछ। समय समयमा पानी नपरेमा थाङकोटीहरूले तामसी तान्त्रिक विधि अनुसार 3 जना मानिस 3 दिन क्षेत्रवास बसेर खड्गलामा भात पकाएर, अरूले नचै कपासको नाग बनाएर एउटाले पूजा सामान र अर्का 2 जनाले खड्गला बोकी नागगरा, बसन्तोल, सिन्धारो, मौले पोखरी, प्रिय पतेश्वर महादेवलाई भातले खाँदै छर्दै इन्द्रस्थान जुलुस जान्छन्। त्यहाँ इन्द्रलाई हुर्काएर पानी मागी कालो पानी बलम्बु पोखरी भाष्टीपुर तर्फ जान्छन्। एक हुल नारा लगाउँदै बसन्तोल मुनि रहेको नागगौरमा जान्छन्। दहचोक नामाकरण। दहचोक नामाकरण सम्बन्धमा विभिन्न मतहरू लोकोक्तिमा पाइन्छ। तीमध्ये एक मतमा डाँडामा रहेको प्रसिद्ध पोखरी पुष्करिणी कुण्ड, दह शब्द र किराँती भाषामा डाँडालाई चो भनिने हुनाले दह र चो 2 शब्द सन्धि भएर दहचो र पछि आर्य बस्ती बढेपछि चारैतिर देखिने खुल्ला स्थान चोक अर्थमा दहसँग चोक सन्धि भएर दहचोक नामाकरण भएको हो। अर्को मत अनुसार नेवारी भाषामा पनि डाँडालाई चो भनिने र देउतालाई धौ भनिने हुनाले डाँडाको देउताको अर्थमा धौचो र पछि अपभ्रंश भएर दहचोक बनिएको हो। त्यस्तै इन्द्रदहको दह शब्दमा चारैतिर देखिने खुल्ला स्थानलाई चोक भनिने अर्थ जनाउने शब्द चोक मिलेर दहचोक भएको भन्ने भनाइ पनि पाइन्छ। अर्को मत अनुसार त्यस स्थान 4वटा मार्गको सङ्गम अग्लो स्थान चोक अर्थमा देह मुक्ति हुने पौराणिक मान्यता अनुसार देह शब्द जोडिएर देहचोक र पछि अपभ्रंश भएर दहचोक भनिएको हुनु पर्दछ भन्ने मान्यता पनि पाइन्छ। यसको पौराणिक नाम शक्रदह प्रयोग भएको पाइन्छ। परिचय। नेपाल पहाडले ढाकिएको रमणीय भूमि हो। यसै पहाड मध्ये महाभारत श्रेणीको मध्य भागमा रहेको राजधानी काठमाडौँ सहरको पश्चिम तर्फ काठमाडौँ जिल्लाकै चन्द्रागिरी र नागार्जुन जस्ता अग्ला पर्वतको बीचमा दहचोक डाँडो पर्दछ। दहचोक गाविस वार्ड नम्बर 6 मा पर्ने यस चुचुरोमा इन्द्रदह, इन्द्रस्थान, इन्द्रवासुकी आदि नामले पुकारिने रमणीय देवस्थल पर्दछ। भौगोलिक स्थिति।
यो स्थान करिब 70 डिग्री उत्तरी अक्षांश र 85 डिग्री पूर्वी देशान्तरमा समुद्री सतहबाट करिब 6000 फिट उचाइमा पर्दछ। यस ठाउँ ऐतिहासिक, आध्यात्मिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक एवं पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण क्षेत्र मानिन्छ। त्यहाँ जानका लागि काठमाडौँ सहरबाट 10 किलोमिटर पश्चिम थाङकोट जाने बसमा चढी काठमाडौँ थाङकोट उर्लिएपछि बस स्टपबाट 1 घण्टाको पैदल उकालो बाटो हिँड्नु पर्दछ। हाल त्यहाँ जानका लागि थाङकोटबाट पक्की मोटर बाटो, नैकाबाट पक्की मोटर बाटो, दहचोक ओडारे चौकीटारबाट पक्की बाटो, भीमढुङ्गा सिरानचौर तर्फबाट पनि त्यहाँ पक्की बाटो पैदल यात्रा गरी जान सकिन्छ। इन्द्रदहको प्राचीनता बारे विचार गर्दा काठमाडौँ उपत्यका नागदहको रूपमा हुँदा पनि यस स्थल पानीको सतह माथि पर्ने भएकोले प्राचीनतम कालदेखि नै किनारीय महत्त्वको स्थल हुनु पर्दछ। तर पुरातात्विक उत्खनन नगरी यसै यो भन्न सकिन्न। इन्द्रदहको प्राकृतिक स्वरूप यस स्थान अग्लो डाँडामा अवस्थित छ। पश्चिमतर्फ नाङ्गो बिरालो चौर, दक्षिणतर्फ रुखले ढाकिएको भिर, उत्तर पूर्वतर्फ कोटालथोक गाउँ पर्दछ। थाङकोटबाट हेर्दा डाँडामा झ्याम्म गुजुमुज्ज परेको रुखहरू मात्र देखिन्छ। त्यहाँ सल्ल, काफल, चाँप, मयल, कालीकाठ, पानीपोथ्रे, चिलाउने, गुराँस, हाँडे बयर, फलाटका अग्ला रुखहरू छन्। त्यसैका बीचमा कुण्ड वरिपरि पश्चिम किनारमा बासुकी नाग, त्यसको उत्तरमा ढुङ्गे धारा र पानीको मुहान, कुण्डको पूर्वतर्फ 2 मन्दिरहरू, त्यसको उत्तरमा पूर्वमा र कुण्डको दक्षिणमा पाटीहरू छन्। आग्नेय कोणमा एक देवलमा शिवलिङ्ग स्थापित छ। कुण्ड ढुङ्गाको सिँढीयुक्त छ, बीचमा मौलो गाडिएको छ। पाटी कुण्ड संरक्षणको अभावमा जीर्ण हुने गएपछि त्यसै क्षेत्रका समाजसेवीहरूले त्यसको जीर्णोद्धार गरी आधुनिक कलात्मक शैलीबाट जीर्णोद्धार गरिएको अहिले देख्न सकिन्छ। त्यसको उत्तरतर्फ कोट, गढ, गढी, मनोकामना स्थल, कीर्तिपुरको युद्धमा वीरगति पाएका कालुपाँडेको टाउको अन्त्येष्टि गरिएकोले कालुपाँडेको चिहान बनिने स्थान र सगरमाथा सेटेलाइट अर्थ स्टेसनको रिले स्टेसन टावर रहेको छ। यस क्षेत्रमा मकै, कोदो, फापर, भटमास, जौ, तोरी, केराउ आदि उत्पादन हुन्छ। क्षेत्रमा फलफुलहरूमा ज्यामिर, निलुवा, हलुवा बेत, आरु, आलुबखडा, नासपाती, स्याउ आदि, तरकारीमा रायो, सिमी, इस्कुस, फर्सी, लौका आदि, पाल्तु जनावरहरूमा गाई, गोरु, भेडा, बाख्रा, भैँसी, कुकुर, बिरालो आदि, जङ्गली जनावरहरूमा बाघ, चितुवा, स्याल, दुम्सी, बँदेल आदि, पन्छीहरूमा कालिज, तित्रा, ढुक्कुर, सारौं, कौवा, चिबे, बङ्गेरा आदि पाइन्छ। त्यहाँ जग्गा खन्ने, जोत्ने गरी खेती लगाइन्छ। जग्गालाई रोपनीमा नापिन्छ। यस क्षेत्रमा वरिपरि रहेका औषधिका रूपमा प्रयोग गरिन सकिने निम्न जडीबुटीहरू पाइन्छ। हलेदो, सिस्नो, सिन्दुरे, सयपत्री, लसुन, लजावती, मोथे, मुला, भुइँ अमला, भलायो, बोजो, बेते, लालुपाते, बाटुलपाते, बकाइनो, पाखनवेद, पारिजात, निम, धनिया, धतुरो, तुलसी, तितेपाते, जामुनो, तुत्रो, चरी अमिलो, घिउकुमारी, घोडथाप्रे, घन्टीफुल, गुज्रो, गहत, केरा, कुश, काँस, काफल, कागती, करेला, कण्टकारी, आँप, अदुवा, असुरो, अमला, धसिङ्गरे, ठुलो ओखती, जटामसी, जाई, गुज्जर गानो आदि। यस क्षेत्रमा रहेका प्रमुख देवताहरूको स्वरूप र महिमा। इन्द्र स्थानमा प्रमुख रूपमा इन्द्र, इन्द्रायणी, वासुकी र अगल बगल रहेका अन्य मूर्तिमा गणेश, सूर्य, दुर्गा, भैरव, गरुड र शालिग्रामको पूजा गर्ने सौभाग्य मिल्दछ। इन्द्र देवका सर्वाधिक मन्त्रहरू इन्द्रका विषयमा वर्णित छन्। यिनै मन्त्रबाट इन्द्रको स्वरूपको ज्ञान हुन्छ। यिनलाई ब्रह्म, कर्म, यज्ञ यज्ञादिमा प्रमुख देवताको रूपमा प्रस्तुत गरिएका छन्। इन्द्र साक्षात परब्रह्म परमेश्वर हुन्। यिनलाई दक्ष दिक्पाल मध्ये पूर्व दिशाका स्वामी र स्वर्गका राजा मानिन्छ। इन्द्र वेद, पुराण र संस्कृत साहित्यमा मात्र होइन, वृतासुर, अस्सी, रिया, सिरिया वा श्यामका दलपति पनि थिए। पारसीको अवस्था अनुसार बेबिलोन नगरमा आर्य जाति हटाउन वृत्तले आदिसुर देवीको उपासना गरे तापनि
इन्द्रले उनलाई मारिछाडे। धनी ऋग्वेदमा इन्द्रलाई अन्तरिक्षका देवता, तुष्टि पानीका देवता र हातमा वज्र लिने हुनाले वज्री भनिएको छ। त्यस्तै सोमरस मनपर्ने हुनाले सोमपा, शचीका पति हुनाले शचीपति भनिन्छ। इन्द्र दुईवटा घोडाले तानिने सुनको रथमा हिडुल गर्दछे। यिनको वाहन एरावत हो। यिनलाई सूर्यको प्रतीकको रूपमा उज्यालो वा प्रकाशको देवता मानिन्छ। वृत्तासुरलाई खडेरीको प्रतीक र इन्द्रलाई वर्षाको प्रतीक मानेर इन्द्र र वृत्त युद्ध ऋग्वेदमा बयान गरेको पाइन्छ। लोकमान्य तिलकले इन्द्रलाई सूर्य र वृत्तालाई राक्षस हिउँको रूपमा वर्णन गरेका छन्। इन्द्रलाई हामी इन्द्रिय सञ्चालनका प्रमुख देवताको रूपमा पनि पुज्ने गर्दछौँ। इन्द्रायणी, होमादि, अग्नि पुराण, मत्स्य पुराण, सप्तशतीमा 1000 आँखा भएका शान्त पहेँलो वर्ण हात्तीमाथि बसेकी, दायाँ हातमा वज्र र वरद, बायाँ बाहुमा कलश र अभय धारण गरेको वर्णन छ। काठमाडौँलाई षड्कोणाकार रूपमा विकास गर्न वरिपरि मातृका स्थापना गर्दा शोभा भगवती, पारी विष्णुमती, तीरमा इन्द्रायणी स्थापित भयो। पाटन भक्तपुरमा पनि इन्द्रायणी मन्दिर छ र सप्तमातृका अष्टमातृका मध्ये इन्द्रायणी एक भएकोले यज्ञ यज्ञादि विवाह व्रतबन्ध आदि उत्सवमा यिनको पूजा हुन्छ। यिनलाई इन्द्रको शक्ति भनिन्छ। शक्ति देवी मानिने हुनाले पीठ बनाइन्छ। शक्ति देवीका पूर्व पश्चिम उत्तर दक्षिण दिशा मन्दिरका भित्ता र आकाशलाई छानो मानिन्छ। तर मानिसहरूले शोभा भगवती, पारी, कङ्केश्वरी, बाराहीमा मन्दिर बनाएको पाइन्छ। इन्द्र स्थानमा भने इन्द्र सहित भएकोले मन्दिर आवश्यक नै छ। यिनलाई सम्पूर्ण रोग व्याधि हरण गर्ने देवीको रूपमा पूजा गरिन्छ। वासुकी अनन्त, वासुकी पदम, कर्कट, कुलिक, तक्षक, महापदम, शङ्खपाल, अष्टनाग मध्ये वासुकी अनन्तका पुत्र मानिन्छन्। ती मध्ये वासुकीको महत्व धेरै छ। चन्द्र जस्तो सेतो वर्ण, रत्न जस्तो उज्जवल, फनाधारी, नीलो वर्ण 4 हात भएको, सर्वा भयङ्कर युक्त, फनामा मणि भएको, धेरै फनाको माझको फनामा स्वरूप धारिणी पृथ्वी रहेको, दायाँ बाहुमा हलो र शङ्ख तथा सुरा समुद्र हुनुपर्ने भनी विष्णु धर्मोत्तरमा वर्णन गरिएको छ। नाभिभन्दा तल नाकको शरीर, नाभिभन्दा माथि मानिसको शरीर, शिरमा फना र 2 जिब्रा, 2 हात खड्क खेटक धारण गरेको नागको मूर्ति बनाउनु पर्ने परम्परा छ। यस प्रकार बनाइएका वासुकी मूर्तिहरू अन्यत्र पुरातत्व बगैँचा सुन्धारा नजिक पशुपति र कुम्भेश्वरमा स्थापित छ। शालिग्राम, शालिग्रामलाई भगवान विष्णुको रूपमा मानिन्छ। स्कन्द पुराण, भागवत, शालिग्राम। यसको पौराणिक महत्वको बारेमा स्कन्द पुराणको हिमवत खण्ड अन्तर्गत 185 अध्यायको नेपाल महात्मामा पाइन्छ। इन्द्रदहको पौराणिक आख्यान इन्द्रसँग सम्बन्धित निम्न आख्यानसँग सम्बन्धित छ। महामाया देवीको प्रभाव। इन्द्रलाई एकपटक गुप्त रोग लागेकोले स्वर्गमा नहुसले राज्य गरे। नहुसले इन्द्रायणी माथि कुदृष्टि राखे। इन्द्रायणीले बृहस्पतिको सल्लाह अनुसार महामाया देवीको उपासना गरी महामाया देवीको सल्लाह अनुसार इन्द्रले इन्द्रदह कुण्ड नुहाए। गुप्त रोग निको भयो। त्यस दिन भाद्र शुक्ल पूर्णिमा परेकोले यसै दिन त्यहाँ नुहाउने चलन चल्यो। इन्द्रले नुहाएकोले इन्द्रदह भयो भन्ने भनाइ छ। इन्द्रको पाप मोचन। गौतम पत्नी अहिल्याले बयान नारदबाट सुनेपछि इन्द्रको पाप मोचन। गौतम पत्नी अहिल्याको बयान नारदबाट सुनेपछि इन्द्र अहिल्या कहाँ गए। उनी फुल टिपी रहेकी थिइन्। इन्द्र मोहित भएर अदृश्य भई त्यही रहे। बिहानी पख रातको 4औं प्रहरमा गौतम ऋषि स्नानका लागि पधेरामा गए। इन्द्र गौतमको रूपमा लिएर अहिल्या समक्ष गएर कामभोग गर्ने इच्छा प्रकट गरे। अहिल्याले मान्न गाह्रो माने तापनि गौतम वेशधारी इन्द्रले बाध्य पारे। गौतम स्नानबाट फर्केर आएपछि सबै कुरा थाहा पाए। अहिल्यालाई ढुङ्गो भएस भनी श्राप गरे र इन्द्रलाई यौनी प्रति आसक्ति राखेकोले 1000 यौनी शरीरभरि रहोस् भनी श्राप गरे। अहिल्याले क्षमा याचना गरिन्। तब ऋषिले त्रेता युगमा रामले स्पर्श गरेपछि मुक्ति हुनेछ भन्ने इन्द्रले पाप मुक्तिको लागि कुञ्ज पर्वतको फेदीमा इन्द्रमती र रुद्रमती संगममा तपस्या गरे। पनौतीको इन्द्रेश्वर महादेव उत्पत्ति भयो। पद्मावती गंगा उत्पन्न भइन्। इन्द्रको शरीर भरिको यौनी नाश भयो।
तर निधारमा भने गुरु पत्नी प्रति कुदृष्टि राखेको पाप गरे पनि नाश नहुने भएकोले यथावत रह्यो। त्यसपछि लाज डर र पश्चातापमा रहेका इन्द्र भौतारिँदै इन्द्र दहमा आई स्नान गरी तपस्या गरे। त्यसपछि उनको सम्पूर्ण पाप मोचन भयो। त्यसपछि भाद्र शुक्ल पूर्णिमा भएकोले त्यसै बेलादेखि नै त्यस स्थानमा त्यहाँ नुहाउने चलन चल्यो। इन्द्रले नुहाएको त्यस कुण्डको नाम इन्द्रदह रह्यो। स्वर्गमा नपाइने पारिजात अर्को भनाइ अनुसार इन्द्रकी आमालाई व्रत बसी पूजा गर्न स्वर्गमा नपाइने पारिजात फुल लिन उपत्यकामा आए। हालको मरुसतल नजिक बगैँचामा फुल चोर्न लागेका इन्द्रलाई स्थानीय मानिसहरूले नचिनेर बाँधेर राखे। इन्द्र नफर्केपछि इन्द्र माता आई बिलौना गरी वर्षभरि मरेका आत्मालाई स्वर्ग लैजाने र गहुँ र धान पकाउन हुसु र कुहिरो पठाइदिने शर्त गरी छोरालाई फुकाइन्। तब मानिसहरूले इन्द्रलाई चिनेर भव्य स्वागत गरी क्षमा याचना गरे। इन्द्रसँग स्वर्ग जान हिँडेका आत्माहरूलाई दहचोकको इन्द्र दहमा लगी छाडी स्वर्ग गए। त्यहाँ अलपत्र रहेका आत्माहरू छटपटाएर कुण्डमा हाम फाली सद्गति प्राप्त गरी मुक्त भए। इन्द्र स्वर्ग जान आउन प्रयोग भएको यस डाँडोलाई स्वर्ग सोपान स्वर्ग जाने भर्याङ भनी धार्मिक कार्यमा संकल्प गर्दा अहिलेसम्म पनि उच्चारण गर्ने गरिन्छ। आजभोलि उपत्यकामा भाद्र शुक्ल चतुर्दशीका दिन त्यसैको अनुसार गरी इन्द्रकी आमाको रूपमा मुकुण्डोधारी व्यक्तिलाई मानि त्यसको पछि लाग्ने र भोलिपल्ट पूर्णिमाको दिन इन्द्र दहमा गएर मृत आत्माको सद्गतिको कामना गर्दै इन्द्र दहमा नुहाई इन्द्र इन्द्रायणी वासुकी लगायत गणेश गरुड दुर्गा भैरव सूर्य देवीको पूजा गरिन्छ। विशेष गरेर केही नेवारी समाजमा आफ्नो घरको मान्छे मरेको वर्ष त्यहाँ स्नान गर्न अनिवार्य मानिन्छ। यसलाई डागी जाने भन्ने गर्दछन्। ऐतिहासिक र पुरातात्विक वस्तुहरू शिलालेख लेले र च्यासल लिच्छवीकालीन अभिलेखमा प्रयोग भएको इन्द्र गोष्ठी शब्दका आधारमा वैदिक कालमा सम्मानित देवता इन्द्रसँग सम्बन्धित इन्द्र जाता कुनै न कुनै रूपमा चलेर आएको भन्ने भन्न सकिन्छ। भारतमा पनि गुप्त कालमा मनाइने चाड चर मध्ये इन्द्र मोह पनि एक हो। प्राचीन कालदेखि नै यो चाड एक हप्तासम्म हर्षोल्लासका साथ मनाइदै आएको छ। विक्रम सम्वत 477 मा राजा शंकर देवले दक्ष कोली ग्रामको उत्तरतर्फ बगलमा इन्द्रगिरी हाल यगल नामक राजभवन बनाएको पनि इन्द्रप्रति श्रद्धा हुनु पर्दछ। अभिलेखको सम्बन्धित अंश परिशिष्टमा छ। थाङकोट नारायण टोलको पाटी नजिक सम्वत 557 विक्रम सम्वत 690 को अभिलेखमा राजा भीमार्जुन देवका सहायक जिष्णु गुप्तले उनको जेठा बराजु मानगुप्त गोमीले थाङकोटको उत्तरतर्फ डाँडोमा पुष्करिणी कुण्ड बनाई कपडा उत्पादनमा लाग्ने कर माफी गरी दिएकोमा कालान्तरमा सरकार लागेको थाहा पाई बराजुको कृति थाम्न गो युद्धमा बुझाउने कर दाउरा काठमा लाग्ने कर आधा माफ गरी पछिसम्म रहोस् भनी शिलालेख राखेको उल्लेख छ। अभिलेखको सम्बन्धित अंश परिशिष्टमा छ। त्यसै उत्तरतर्फको मन्दिरको पृष्ठभागमा रहेको नेवारी भाषा र लिपिमा लेखियो शिलालेखमा सम्वत 842 भाद्र सुदी चतुर्दशी घनिष्ठा नक्षत्र सुयोग यस दिन मन्दिर प्रतिष्ठा गरियो भन्ने लेखिएको उल्लेख परिशिष्टमा छ। यसलाई विचार गर्दा यो नेपाल सम्वत हो। यसमा 1937 जोड्दा विक्रम सम्वत 1789 हुन्छ। दक्षिण तर्फको मन्दिर बनेको 33 वर्ष पछाडि यो मन्दिर बनेको प्रतीत हुन्छ। इन्द्रदह उच्च समस्थलीमा पूर्व पश्चिम लम्बाइ 14 मिटर र दक्षिण चौडाइ 12 मिटर ढुङ्गाले छिनेर बनाएको सिंहयुक्त बीचमा मौलो गाडिएको पोखरी कुण्ड पुष्करिणी आदि भनिने इन्द्रदह छ। यसलाई पुराणमा शक्रहद र यसबाट निस्केको नदीलाई शक्रदीप्ति इन्द्रामती भनिएको पाइन्छ। इन्द्रले स्नान गरेकाले इन्द्रदह भनिएको र यहाँ नुहाउँदा अक्षय पाप नाश हुने र मृत आत्मा प्रीतिहरू स्वर्ग जान्छन् भनिन्छ। यस कुण्डको बीचमा जस्तै सुक्खा समयमा पनि एक हात जति खन्दा पानी निस्कन्छ र यसै पानीबाट पानी माग्ने पूजा गर्दा रुद्रहोम तथा अन्य पूजा गरिन्छ। यस कुण्डमा अष्टनाग भएको विश्वास गरिन्छ। वासुकी स्नान कुण्डको पश्चिम तर्फको किनारमा 7 फणा भएको वासुकी नाग स्थापित छ। इन्द्रसँगै त्यहाँ स्थापना गरी पूजा गरिनु इन्द्र र वासुकीको सम्बन्ध के रहेछ अनुसन्धानको विषय छ। ढुङ्गेधारा वासुकी स्नानको उत्तरतर्फ कुनामा एक ढुङ्गेधारा र पानीको मुहान छ। यही पानीबाट कुण्ड भरिन्छ। कुण्डको पूर्वतर्फ 2वटा मन्दिरहरू छन्। उत्तरतर्फको मन्दिर
321 सेन्टिमिटरको वर्गाकार र 60 सेन्टिमिटर अग्लो चौकीमाथि लम्बाइ 152 सेन्टिमिटर र चौडाइ 143 सेन्टिमिटर, उचाइ 14 फिट 5 इन्चको 2 तल्लो ढुङ्गाको छाना भएको शिखर शैलीको गजयुक्त प्रस्तर मन्दिर छ। यो मन्दिर 4 कलात्मक स्तम्भमाथि ढुङ्गाकै दलिन राखेर त्यसमाथि 2 तल्लो शिखर शैलीको छानो बनाइएको छ। पश्चिममा विमुख मन्दिरको पृष्ठभागमा बन्द गरी त्यसैमा इन्द्रायणी मूर्ति स्थापित छ। मन्दिर दक्षिणतर्फ ढल्किएको देखिन्छ। यस मन्दिरमा ऐरावत हात्तीमा बसेका इन्द्रको मूर्ति 78 सेन्टिमिटर अग्लो र 69 सेन्टिमिटर चौडा छ। यहाँ रहेको इन्द्रायणीको मूर्ति फुटिसकेको छ। यस मूर्तिमा दायाँतर्फ 27 सेन्टिमिटर अग्लो र 26 सेन्टिमिटर चौडा गणेश र बायाँतर्फ 28 सेन्टिमिटर अग्लो र 19 सेन्टिमिटर चौडा गरुडको मूर्ति स्थापित छ। यहाँ एक डल्लो ठुलो ढुङ्गा छ। यसलाई कसैले शालिग्राम र कसैले भीमसेन पनि भनी पूजा गर्दछन्। यस मन्दिरको स्तम्भमा एउटा घण्टा किलो ठोकेर झुन्डाइएको छ, जसमा 2009 साल फागुन 12 गते रोज 2 मा बुद्धिमान अलेले इन्द्रवासुकीको कृति गरी चढाइएको घण्टा कसैले लोभ गरी चोरे दुःख पाउनेछ शुभम लेखिएको छ। दक्षिण तर्फको मन्दिर 4 मिटर अग्लो वर्गाकार र 60 सेन्टिमिटर अग्लो चौकी माथि 183 सेन्टिमिटरको वर्गाकार 22 फुट अग्लो पश्चिमा विमुख 3 तले शिखर शैलीको ढुङ्गाको छाना भएको गजुर युक्त सुन्दर प्रस्तरले बनेको मन्दिर छ। यस मन्दिर पश्चिम ढोका बाहेक उत्तर पूर्व र दक्षिणमा बन्द ढोका आकृति र सबै ढोका माथि कृतिमुख भैरव स्थापित छ। दक्षिण तर्फको बन्द ढोका आकृतिको गवाक्षमा गणेशको मूर्ति रहेको छ। त्यसकै बायाँ तर्फ शिलालेख रहेको छ। यस मन्दिरको गर्भगृहमा दायाँ तर्फ इन्द्र र बायाँ तर्फ हात भएका मुद्रा र बायाँ हात वज्र सहित इन्द्रायणीको काखमा स्थापित मूर्ति छ। यो मूर्ति 76 सेमी अग्लो र 53 सेमी फराकिलो छ। बायाँ तर्फ इन्द्रायणीको मूर्ति बायाँ हात र अभय र दायाँ हात वरद मुद्रामा इन्द्रसँगै जोडिएको छ। यो मूर्ति इन्द्रकै आकारको छ। यस्तो इन्द्रायणी सँगै रहेको मूर्ति अन्यत्र कतै पनि नपाइने हुनाले यसको महत्त्व अझ बढ्न गएको छ। यस मन्दिर भित्र रहेका अन्य मूर्तिमा 21 इन्टु 24 सेन्टिमिटरको गरुडको मूर्ति छ। पद्मासनमा बसेको दायाँ अभय बायाँ वरद दुवै हातमा नाल सहितको सूर्यमुखी फूल छातीको समतलमा पक्रेको 23 इन्टु 16 सेमीको सूर्य मूर्ति छ। विक्रम सम्वत 536 को टेबाहालको अभिलेखमा व्यापारी गुहे मित्रले इन्द्रको नामबाट दिवाकरको मूर्ति स्थापना गरे भनी लेखिएको अभिलेख पाइएको छ। ऋग्वेदमा इन्द्रलाई प्रकाश र उज्यालाका देवता सूर्य मानिएको छ। त्यस आधारमा प्रकाश र उज्यालोको देवता सूर्य नामबाट दिवाकर सूर्यको मूर्ति प्रतिस्थापित गरिएको हो कि भन्न सकिन्छ। मूर्ति विज्ञानको लक्ष्यलाई विचार गर्दा बौद्ध धर्मावलम्बीहरू प्रतिस्थापित गरेको पदमपाणी बोधिसत्वको मूर्ति पनि हुन सक्दछ। अर्को 22 इन्टु 19 सेमीको अग्लो पद्मासनमा बसेको बाणमाला लगाएको दायाँ माथिल्लो हात र आयुध फुटेको छ। यो फुटेको भागलाई अवलोकन गर्दा खड्को हो जस्तो देखिन्छ। दायाँ तल्लो र बायाँ माथिल्लो हातमा अस्पष्ट आयुध, बायाँ तल्लो हात वरद मुद्रामा रहेको छबातीमा उन्नत स्तन भएकी नारी देवी मूर्ति छ। त्यस मूर्ति फलकको तल गवाक्षमा 2 हात जोडेर बसेको मूर्ति स्थापित छ। यस मूर्तिको सूक्ष्म अध्ययन नगरी यही हो भन्न सकिन्न। अर्को मूर्ति माथिल्लो दुवै हातमा लाम्चो आकृतिमा आयुध फुटेको पद्मासनमा बसेको इन्द्रमा युक्त बसेको चन्द्रमा युक्त सुन्दर मुकुट आकर्षण केश विन्यास भएको छ। कानमा कुण्डल लगाएको, दायाँ तल्लो हातमा कचौरा कपाल माता, बायाँ तल्लो वरद मुद्राको छियोमाथि बसेको दुर्गाको मूर्ति छ। वरिपरि विभिन्न आकृतिका शालिग्राम र मन्दिर बाहिरपट्टि दक्षिणतर्फ सुन्दर गणेशको मूर्ति स्थापित छ। कुण्डको दक्षिणतर्फ, पूर्वतर्फ र उत्तरतर्फ जम्मा 3वटा पाटीहरू बनाइएका छन्, जहाँ मेलाका दिन स्वयंसेवकहरू र भक्तजनहरू जागरण बस्ने कामको लागि प्रयोग गर्दछन्। इन्द्रको आग्नेय कोणमा एउटा शिवलिङ्ग छ। कलात्मक 4 स्तम्भ ठहराएर सानो राखिएको 20 फिट अग्लो मन्दिर छ। इन्द्र त्यहाँ धातुको सुन्दर साक्षात इन्द्रको मूर्ति थियो। उक्त मूर्ति हरायो भनी बुढापाकाहरू बताउँथे। 2041 सालमा 20 बाई 18 सेमीको बहुमूल्य धातुको इन्द्र मूर्ति आडारे भन्ने ठाउँको बारीमा पुरिएको अवस्थामा फेला पर्यो। सबैले हराएको इन्द्र मूर्ति यही हो भनी अड्कल गरे। पुरातत्व विभागका मानिसहरूले बहुमूल्य धातुको मूर्ति सुरक्षाको लागि पुरातत्वमा
बुझाउन सल्लाह दिए अनुसार उक्त विभागमा बुझाइयो। हाल उक्त मूर्ति संग्रहालयमा हुनु पर्दछ। ऐतिहासिक चलन एवं पहल त्यहाँ स्थापना भएको कोट उपत्यका विजय नहुन्जेलसम्म त्यही राखेका र उपत्यका विजय भएपछि छोडेको भए पनि त्यहाँ कोट पूजा गर्ने व्यवस्था गरेर एउटा गढमा मनोकामना स्थापना गरी पूजाको व्यवस्था समेत गरे, जुन यद्यपि चल्दैछ। त्यहाँबाट नजिक बादलकोट, ढाक्रेकोट, कालीकोट र त्यहाँ लहरे चावडा कोट पृथ्वीनारायण शाहले बनाएको भनिन्छ। पछिसम्म पनि त्यहाँ सैनिक गतिविधि हुन्थ्यो भन्ने कुरा स्थानीय वयोवृद्धहरू बताउँछन्। पानीको चलन वैदिक विधि असार महिनाको मध्यसम्म पनि खडेरी परी पानी नपरेमा वैदिक विधिद्वारा रुद्री होम, ग्रह शान्ति जप, मातृका पूजा, चण्डी पाठ गरी त्यहाँ रहेका इन्द्र, इन्द्रायणी, वासुकी लगायत अन्य देवताहरूको पूजा गरी शङ्ख घण्टको करतल ध्वनि सात पटक कुण्डलाई दायाँ तर्फबाट परिक्रमा गरिन्छ। यसो गरेपछि पानी पर्दछ। त्यसैले स्थानीय जनताको अगाध आस्थाको केन्द्र बन्न गएको छ। तामसी विधि समय समयमा पानी नपरेमा थाङकोटीहरूले तामसी तान्त्रिक विधि अनुसार 3 जना मानिस 3 दिन क्षेत्रवास बसेर खड्गलामा भात पकाएर, अरूले नछोई कपासको नाग बनाएर एउटाले पूजा सामान र अर्का 2 जनाले खड्गला बोकी नागगरा, बसन्तोल, सिमधारो, मौले पोखरी प्रिय पतेश्वर महादेवलाई भातले खाँदै छर्दै इन्द्रस्थान जुलुस जान्छन्। त्यहाँ इन्द्रलाई हुर्काएर पानी मागी कालो पानी बलम्बु पोखरी भास्टीपुर तर्फ जान्छन्। एक हुल नारा लगाउँदै बसन्तोल मुनि रहेको नागगरोमा जान्छन्। त्यहाँ माछा देखिए 3 दिनमा, भ्याकुता देखिए 7 दिन र सर्प देखिए 1 महिनामा पानी पर्छ भनिन्छ। यिनीहरू पानी माग्दा अश्लील नाराहरू पनि लगाउँछन्। यसरी तामसी विधिबाट उल्लेखित देवी देवता र पानीका मुहानमा छरेका भात र जुठोलाई पखाल्नका लागि पानी पर्नु पर्दछ। अहिलेसम्म यसो गरेपछि पानी नपरेको छैन भनिन्छ। प्रिय पतेश्वर महादेव दहचोक सुवेदीहरूको पुर्खा प्रयागराज भारतले कान्यकुजीबाट मुसलमानले जलाई फुकाली दिए सुँगुर छुवाइदिने हिन्दू बौद्ध धर्मावलम्बीहरूलाई हेप्ने दुःख दिने जलाई फुकाली 74 गाडा थुपार्ने अभियान चलाएपछि धर्म बचाउन 16औं शताब्दीमा सुरुमा काशी भन्दा पनि 4 गुणा बढी श्रेष्ठ सम्पूर्ण कामनाको सिद्धि दिने र मुक्ति प्रदान गर्ने पशुपति, बागमती, विष्णुपति, त्रिवेणी, त्रिशूली नदी र हिमालयको सधैँ दर्शन गर्न सकिने यस स्वर्ग चोपान इन्द्र वासुकी चरण कमलमा बसी धर्म रक्षा गरे। कसैले उनलाई सिद्धि नरसिंहको समयमा राज्यको रोग व्याधि अनि कालको शान्ति स्वस्ति गर्न कृष्ण गण्डकी क्षेत्रबाट आएको पनि भन्दछन्। तिनका 3 छोरा मध्ये प्रियपतिले त्यहाँ धारा बनाई ढुङ्गाले कुदेको धाराको भित्ता र धारामाथि 4 स्तम्भ युक्त मन्दिर बनाई प्रियपतेश्वर नामको महादेव स्थापना गरेर प्रतिष्ठा गरे। गोही आकारको मुखबाट पानी झर्ने 2वटा धारा मुनि भगीरथको मूर्ति स्थापना गरे। धारामाथि देव देवीको मूर्ति स्थापना गरेको तर मूर्ति हराइसकेको कुरा त्यहाँ रहेको फुटेको कलायुक्त गवाक्षले बताउँछ। त्यहाँ काली नागको निवास छ। त्यहाँ 1 वर्षको 1 पटक सुवेदीहरू जम्मा भएर होम रुद्री गर्छन्। त्यस समयमा यथाशक्ति पूजा आजा गर्छन्। थाकोटे पानी माग्न आउँदा त्यहाँ भात चढाउने विभिन्न नारा लगाई माग्ने गर्दछन्।